बहिनी तिमीहरु कुन स्कुल हो? अहिले चाहिँ पञ्चसन्जा लगाएर चाहिँ तारै भयो अनि उहाँ हुनुहुन्छ तपाईले चिन्नुहुन्छ मेरो ब्लगमा पहिला पनि धेरै उहाँ देखिसक्नु भएको अंशुमले पनि हुनुहुन्छ हो ग्रेस हिल कम्युनिटी चर्च रहेछ तपाईहरु चाहिँ घरमै बसेर चाहिँ तपाईहरुले यो साउथ सिक्किमको लास्ट जग्गालाई एक्सप्लोर गर्न सक्नु हुन्छ अब चाहिँ म यो बाटो लागे मैदान सोपेको बाटो लागे अब चाहिँ लाग्यौं है अब चाहिँ एकैछिनमा हामी सोपे पुग्छौं तपाईलाई देखाउँछु साउथ सिक्किमको सबसे लास्ट जग्गा चाहिँ तपाईले कतिजनाले एक्सप्लोर गर्नु भएको छैन होला म तपाईलाई देखाउँछु ल घर बसी तपाईहरुले यो साउथ सिक्किमको सबसे लास्ट जग्गा एन्डिङ यहाँबाट उता चाहिँ तपाई कहीँ पनि जान सक्नुहुन्न यही बाटो फर्केर आउनु पर्ने हुन्छ त्यो जग्गा म तपाईहरुलाई अब भने चाहिँ म मेन सोपेको बाटो लागे कार्पेटिङ सकेर चाहिँ यो चाहिँ अब रफ रोड पोसे यो चाहिँ सोपेको लास्ट एन्डिङमा म जाँदैछु बाटो हेर्नुस् एकदमै अफ रोडिङ छ मजा आउँछ ओ माय गॉड हेर्नुस् त बाटो त दामी छ बाटो मिठो छ ओ सक्यो तर पनि गइन्दैछ हेर्नुस् बाटो खराब छ तर यो एउटा च्यालेन्ज हो यो जग्गाहरुमा चाहिँ कुनै घरहरु छैन अब निकै अलिक माथि गएपछि चाहिँ निकै घरहरु छ र ठुलो चर्च छ म चाहिँ त्यो चर्च हेर्नको लागि चाहिँ जाँदैछु स्पेशली हामी यो सुम्सीको घरहरु चाहिँ यस्तो प्रकारको हुँदो रहेछ यहाँको घरहरु तपाईले हेर्न सक्नुहुन्छ यहाँदेखि अझै हामी जाँदैछौँ अब अझै हामी एन्डमा बेसी ढुङ्गा भएर चाहिँ अप्ठ्यारो भएर चाहिँ दुबोमा कुदाइँदैछ हेर्नुस् है दुबोमा पो कुदाइँदैछ हौ हेर्नुस् त ओ माय गॉड पानी अलिक साह्रो पर्छ कि क्या हो जस्तो लाग्यो मलाई ठिक छ यहाँ हाम्रो तल त्यो हाम्रो पास्टर बाबुको घर कहाँ रहेछ हौ तल बस्ने हाम्रो तरै हो उतै हो यतै हो त्यो गाडी यतै आउँछ है भनेपछि सानो गाडी पनि हिँड्दो रहेछ त यहाँ त हिँड्नु त बादल पनि किनै अड्किँदो रहेछ नि त हौ आम्मा भालुले हामीलाई खाँदैन के हो राति सर साँच्चै त भनेको भालु लाग्छ होइन राति त यहाँ गुराँसहरू चाहिँ हुँदैन क्या हो चाहिँ यो मैदानबाट चाहिँ त्यो चर्च पुरा ठुलो दामी देख्छ यो कारणले गर्दा चाहिँ हामी चाहिँ यो मैदान माथि सोपेमा आइपुग्यो बहिनी तिमीहरु कुन स्कुल हो? हजुर सोपे कुन चाहिँ हो? जेएचएस मा ए कहाँ हो घर तपाईहरुको? सुम्सी कति टाढो अब पुगिहाल्छ ए के हो नाम तपाईको? अर्पणा गुरुङ तिम्रो? राम्रोसँगले पढ्नु बाइ बाइ अब भने चाहिँ म मेन सोपेको बाटो लागे कार्पेटिङ सकेर चाहिँ यो चाहिँ अब रफ रोड पोसे यो चाहिँ सोपेको लास्ट एन्डिङमा म जाँदैछु बाटो हेर्नुस् एकदमै अफ रोडिङ छ मजा आउँछ ओ माय गॉड हेर्नुस् त बाटो त दामी छ बाटो मिठो छ ओ सक्यो तर पनि गइन्दैछ हेर्नुस् बाटो खराब छ तर यो एउटा च्यालेन्ज हो
यो च्यालेन्ज हो, च्यालेन्ज हो। तपाईँहरू घरमै बसेर चाहिँ यो जग्गा तपाईँहरूले एक्सप्लोर गर्नु पाउनुभयो। अब तपाईँहरूले मलाई सपोर्ट गर्नुको लागि केही गर्नु पर्दैन। यत्रो दुःख गरेर भिडियो बनाइसकेपछि एउटा सेयर चाहिँ गर्नै पर्यो। हेर्नुहोस् है, आमा जग्गा त फाइनली हाम्रो डेस्टिनेसनमा हामी आइपुग्यो। हेर्नुहोस् है, यो चर्चमा चाहिँ आउने चाहिँ धेरै महिना अगाडिदेखि मैले सोचेको थिएँ, प्लान गरेको थिएँ। आज चाहिँ म यो चर्चको छेउैमा आइपुगेँ। अब म तपाईँहरूलाई छेउबाट देखाउँछु। ओइ यहाँ आइज, काली 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 आइज, काली आइज, काली आइज। यहाँ पार्क गऱ्यो हामीले। चढ्यो चढ्यो चढ्यो, नङ 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 न। यी हामी चर्च आइपुग्यो। हेर्नुहोस् है, यो चर्च छ। अब यहाँ अब चाहिँ म तपाईँहरूलाई चाहिँ चर्च देखाउनुको लागि चाहिँ जाँदैछु। यो जग्गामा आइपुग्यो। एकदम चिसो रहेछ। धन्न मैले चाहिँ पञ्चसन्जा लगाएको थिएँ चाहिँ तातै भयो। अनि एकदमै चिसो 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 भइरहेछ। उहाँलाई भइरहेछ। हाम्रो उहाँ हुनुहुन्छ, तपाईँले चिन्नुहुन्छ मेरो भ्लगमा पहिला पनि धेरै उहाँ देखिसक्नु भएको। अङ्सुमले पनि हुनुहुन्छ हो। अनि उहाँले मलाई आज चाहिँ उहाँ मेरो मेन्टर हुनुहुन्छ। यहाँ पनि एउटा घर रहेछ हो। ए मजाको रहेछ। आहा, यो जग्गाको झन्डा फरर हल्लिरहेको छ। आइस साला कस्तो दामी रहेछ। तर यो कस्तो मकैहरू कस्तो मजाले राखेको रहेछ एकदमै। अब लाइभ अब तपाईँहरूलाई म देखाउँदैछु। ग्रेस हिल कम्युनिटी चर्च रहेछ, सुम्सी, साउथ सिक्किम। यति साह्रो दुर्गम जग्गामा पनि परमेश्वरको महिमा हुँदो रहेछ, प्रभुको महिमा हुँदो रहेछ। सबैभन्दाखेरि दामी कुरा चाहिँ मलाई त्यो लाग्यो। बस है त यहाँ परसम्म मात्रै हो रोड, एन्ड त्यहाँदेखि एन्ड हुन्छ। अनि घरहरू यस्तो रहेछ। एकदमै पिस लाग्यो मलाई चाहिँ यो जग्गाहरू चाहिँ। अनि आफूले यसरी एक्सप्लोर गर्नु पाउँदा चाहिँ एकदमै मलाई मजा लागेको छ। मेरो क्यामेरा अलिक राम्रो छैन ल साथी हो, कम्प्रोमाइज गर्नुहोस्। यी घरहरू यस्तो छ। अब यहाँदेखि अब अझै अलिकति माथि चाहिँ अब यो एन्डिङ नै हो। हेर्नुहोस् त है, यस्तो छ हो। रोड उही नै हो, उही माथि है। अब यहाँ त्यहाँसम्म चाहिँ म जान्दिनँ, नदेखाउनु पऱ्यो किनभने पुरा गल्यो कि एकदमै डेन्जर रहेछ।